हेलो एभ्रिवान, फेरि पनि स्वागत छ तपाईहरु सबैजनालाई। आज पनि हामी नयाँ मुकबाङ भिडियो लिएर आइसकेको छौं दाजुबहिनी। आज चाहिँ हामीले लिएर आएको छ कोदोको ढेडो, बफको ग्रेभी। यहाँ चाहिँ रहेको छ हाम्रो सिंगै माछा। यो चाहिँ आधा केजी भन्दा बढी नै छ साथीहरु। ल अब चाहिँ हामी ढिला नगरिकन खाना स्टार्ट गर्छौं, किन भन्दा ढेडो सेलाउँदा मिठो हुँदैन फेरि, त्यही भएर तातो तातो खानुपर्छ। सुरु हैन त? अब हामी सुरु गरौँ। माछा, सिंगे माछा र कोदोको ढेडो बफ ग्रेभी सँगै। ल अब दाजुबहिनीको फेरि पनि आइज है म बहिनीको च्यानलमा। साथीहरु दाइको चाहिँ ढेडो चाहिँ लास्टै फेभरेट, त्यही भएर चाहिँ ढेडो मात्र खाइरहेछौँ आजभोलि, दाइको फेभरेट भएको भएर। ल अब चाहिँ ढिला नगर्नु। र आज म धेरै बस्ने दिन पनि छैन। अबको 5 दिनमा मेरो फ्लाइट छ, त्यही भएर मैले ढेडो नै मनपर्ने भएको हुनाले बहिनीले रिक्वेस्ट गरेर फेरि ढेडो खायो। साथीहरु फेरि कति ढेडो मात्रै हैरान माछा बहिनी। अब म 5 दिनपछि तपाईहरुले बहिनीको च्यानलमा देख्नुहुन्न। त्यही भएर सायद अर्को पनि ढेडोकै लिएर आउँछु होला सायद हामी, हैन? सकभर भ्यायो भने। ल अब चाहिँ ढिला नगरिकन स्टार्ट गरौँ, सेलाउँछ फेरि। ल ढेडोबाट कोदोको ढेडो मकमक वासना आएर है। ग्रेभी फर्स्ट बाइट साथीहरु। फर्स्ट बाइट नियोला त तरकारी पनि मिठो भयो त। भौजीले पकाउनु भएको आज चाहिँ। कस्तो दामी भएछ तरकारी। यस्तो मिठो भएको छ नि तरकारी चाहिँ, बहुत मिठो। तरकारी चाहिँ बफ चाहिँ भौजूले बनाउनु भएको, ढेडो चाहिँ दाइले बनाउनु भएको। माछा नसुने हो के हो? माछा चाहिँ मैले बनाएको, खानु न। ल माछा साथीहरु। मलाई यो तरकारी मिठो लागेर यही खाइरहनु भयो। माछा कलेजो रहेछ तपाईँलाई हालौँ। मेरो एकदम मनपर्ने कलेजो। अघि लिँदाखेरि पनि त्यही भन्दै हुनुहुन्थ्यो। मलाई त खाना टाउको पो पनेर गयो। के हुन्छ त? यो हामी दुईजनाको तरकारी उल्टो परेछ नि त। मैले यो सबै तपाईँको लागि हालेको थियो र माछा नै खाने।
तपाईँलाई ग्रेभी पुगेन हो पुग्यो मैले खुट्टाले हान्दै क्या आलुदम पनि छ के आलुदममा चाहिँ बिर्सेछ केही छैन अब त्यही भएर साथीहरू आज चाहिँ ग्रेभी थोरै थियो कि आलुदममा भएको भएर बिर्सेछ आलुदममा लिएर पर्दैन आफ्नो काँडा हुँदैन भने हुनु होइन यस्तो मासुमा हुँदैन क्या यो त भइहाल्छ नि बिचरा काँडै नभइकन त अनि माछा कसरी पौडिन्छ त काँडै हुँदैन भने ल्यायो भने त कि म लेम्बा भएको कि म लेम्बा भएको लेम्बा नै जस्तो लाग्यो यो कुरामा चाहिँ अनि यो बिचमा त काँडा भइहाल्छ नि यसमा अरू माछाहरू चाहिँ जम्मैतिर हुन्छ यता नि हुन्छ के यसमा के यो यस्तोमा के अरू माछाको चाहिँ यस्तरी नै छानेर खानुपर्छ रौ माछाको चाहिँ यसको चाहिँ हुँदैन साथी हो पाँदैको होइन झ्याउ गरेको यसको चाहिँ यस्तो यस्तोमा हुँदैन क्या ए फक मासु छ नि फकको मासु त मैले निकालेर राख्छु नि निकालेर राख्छु तपाईँलाई ए यहाँ छ त्यही यो भयो अब 5 दिन पछाडि दाइको नेस्रो मार्ने हो बस्ने हो नेस्रो मार्नेर बस्ने हो खतरा हुने होइन यो जस्तो क्या भिडियोमा देख्दैन क्या यो माछा नखाने मान्छेहरूलाई मात्रै थाहा छैन माछाको काँडा अरूलाई थाहा छ दाइले त पुच्छर सबै खाइदिनु
खाउँ है। सलाद टाउको साथीहरू म कहिले पनि खाँदिनँ। टाउको चाहिँ म कहिले खाँदिनँ माछाको, सानो होस् या ठुलो होस्। खाँदिनँ भोक लाग्यो भने खाँदैन मैले। तपाईँलाई त रुइरहेको क्या तपाईँ। आफूमा चाहिँ नचल्यो होला। 5 दिन पछाडि म छोडेर जाँदैछु भनेर गुवा रुँदै हुनुहुन्छ हो मनमा नै आँसु नझरे। ल साथीहरू आजको लागि यति नै। लास्टसम्म हेरिदिनु भएको छ भने तपाईँहरू सबैजना धेरै धेरै धन्यवाद। ओके बाई बाई।